चाहिँ हामी सबैजना एकदम टाइम पनि पायौँ है त्यो एउटा सानो गेम खेल्नु पर्यो भनेर चाहिँ अनुष्कासँग सानो गेम माइन्ड रिडिङ गेम हो खेल्नु पर्यो भनेर चाहिँ हामी आएको छौँ ल ल पढ यो मलाई थाहा छ तपाईँलाई थाहा छैन त्यही त अनुष्कालाई म सोध्छु अनुष्का खानु गर नहेर नि त्यहाँ फेरि यहाँ हेर्नुहोस् त साथीहरू मैले यहाँ के लेखेको छु मैले यहाँ के लेखेको छु तपाईँहरूले देख्नुभयो होइन देख्नुभयो नोयर क्यामेरामा यसलाई फोन गरेर दिनु तँलाई नि अब बेस्ट एउटा उयो एउटा जग्गाको नाम जग्गाको विषयमा सोच जग्गाको विषयमा जुन चाहिँ जग्गा भए पनि सोच एउटा सोचिस् मनमा सोचिस् ल मैले कन्ट्रीको नाम जुनै भए पनि कन्ट्री ल मैले त्यो कन्ट्रीको नाम चाहिँ यहाँ लेखेको छु ल तैँले जे सोचिस् नि मैले यहाँ लेखेँ हेर्नु के सोचेको थिइस् कन्ट्रीको नाम होइन त्यो त त्यसको भित्र छ अब तपाईँले हामीले के सोचेको थिइस् भन्नु लन्डन ओके तर जग्गा त अब बक्ने उता फर्के अब यो देखाउनु पऱ्यो नि त फेरि होइन साथीहरू अनि अब एउटा तेरो फेभरेट उयो फुलको बारेमा सोच कुन चाहिँ फुल तँलाई एकदम मनपर्छ सोचिस् ल मैले यो त्यो यहाँ लेखेँ अब राइट हुन्छ कि हुँदैन त्यो पनि त हेर्नु पऱ्यो होइन कुन चाहिँ फुलको बारेमा सोचेको थिइस् आज त कहाँ भन्नु त त्यो त भन्नु रोज मैले तर अब सही छु कि छुइनँ त्यो पनि अब डिपेन्ड गर्छ है त्यसमा ल अब के को बारेमा सोच अब उयसको बारेमा सोच पछि तर म उयो दिइहाल्छु अब यो लेखिहाल्छु म त फर्केँ साथी मैले हेरेँ साथीहरू मैले यहाँ के लेखेँ देख्नु भयो होला होइन अब उसको बारेमा एउटा डाइरेक्सन एरोमा सोच जस्तै डाइरेक्सन एरो हुन्छ नि यस्तो एरो हुन्छ नि यस्तो अप भयो डाउन भयो यता फर्केको कि यता फर्केको एरो कुन चाहिँ एरो सोचिस् राइट राइट ल त्यो मैले यहाँ लेखेको छु राइट फिनिस्ड भयो है साथीहरू गेम अब यसले सोचेको थियो एउटा लन्डन होइन एउटा रोज अनि एउटा डाइरेक्सनको बारेमा सोचेको छु दुईले त अब कुन चाहिँ राइट छ कुन चाहिँ रङ छ मलाई पनि थाहा छैन अब हेर तेरै छेउमा छ है सबै होइन यस्तो यस्तो गरेको छु नि अब कुन चाहिँ के हो मलाई पनि थाहा छैन एउटा के अब यो रोज भए पनि भयो लन्डन भए पनि भयो एरो चाहिँ निस्किन्छ अब त्यो त सही त हुनु पऱ्यो म होइन राइट गरी सोचेको थिइस् होइन एरो हाल्नु साथी राइट एरो तैँले राइट एरो सोचेको थिइस् अब यसले के सोचेको थियो अर्को साथी मैले सही अनुमान गरेँ हो क्या नि भन्दा अर्को हेर्नु साथी लन्डन भनेको थिएँ त्यो लन्डन पनि मैले लेखेको छु कसरी होला मैले तेरो मनको कुरा सबै मलाई थाहा भयो तपाईँले सोध्नु भयो नि त मलाई अन्त त लेखेँ त्यो त मैले पहिल्यै लेखेको थिएँ त कसरी त लेखिसकेर सोधेको नि त मैले त तँलाई हो कि भन्दा लेखिसकेर लेख्नुभन्दा अगाडि थोरै सोधेको त अन्त मैले हो कि भन्दा तैँले सोचिस् मैले लेखेँ अन्त तैँले सोचिस् अनि तँलाई पर्सि खडा गरेँ अन्त झन् चाइनाको जस्तो देखिरहेको छ त्यसलाई त झन् हाम्रो गेम चाहिँ कस्तो लाग्यो साथी तपाईँहरूलाई है अब कसरी हो भ्युवर्सहरूलाई थाहा छ होइन म पनि यसलाई अफ क्यामेरा गरेर चाहिँ देखाउने छु यो मैले कसरी गरेँ भनेर है यहाँ आइन्स आई गाइज भन्दै त मेरो दुइटै छोराहरू त चाइनिज पो देख्छु त हेर्नु तपाईँहरूलाई कस्तो लाग्छ भन्नु त यसलाई पनि चाइनिज देख्छु यो त झन् प्योर चाइनिज अब अलिक दिनमा कोरियन जस्तो अब अलिक दिनमा त्यसको आँखा देख्दैन साथीहरू मोटो भएर चाहिँ ल त ओके बाई है तपाईँहरूलाई हाम्रो गेम कस्तो लाग्यो मन पऱ्यो भने तपाईँहरूले पनि ट्राई गर्नु होला ओके बाई बाई ल ओके बाई अब अनुष्कालाई देखाउँछु मैले यो गेम मैले कसरी खेलेँ भनेर अफ क्यामेरा अफ गरेर